जाने हेर्नु त साह्रो छ हौ। सास फेला जस्तो साह्रो हुन्छ। केही गर्नु अब गर्नै पर्यो। दोङ्गला टास्क फोर्स यहाँ छ हौ हाम्रो टास्क फोर्स गभर्नमेन्ट सिक्किमको एक्टिभ मेकेनिकहरू एसएनडीको इन्जिनियर छ दुईजना बसिरहेछ। टास्क फोर्स छ नि गभर्नमेन्ट टास्क फोर्स। मोगल नै जाँदैछु लेडा ओ टुलबक्स पोतलो टुलबक्स। अब हामी यसको रिकभरी आज केरेङ नुन्ने परा ओ टुलबक्स बुझ्नुलाई मोगला नै जाँदैछु सर ये आइस टैंकी तो पत्थर हो गया रे। ओ आइस टैंकी सारे पत्थर हो गए यार। अब कैसा करें अब। चेन यहाँ डालने का कोई फायदा नहीं ना। चेन तो पीछे डालना पड़ेगा ना। 4x4 नहीं है कैसा कैसा हो गया यार। चेन तो यहाँ डालना पड़ेगा ना। अन्त स्किड गरेछ भक्कु हो। हाँ सर अन्त भक्कु पछाडि स्किड गरेछ टायर। चेन तो पीछे लाउनु पर्यो नि त टुवेटुमा। कैसा लोग है सर इस दुनिया में। किसने बनाया इसको। सिरियस भइरहेछ सर। जाम टाइट भइरहेछ ठङ ठङ ठुङ केही छैन। आइस जामै छ नि डल्लै यहाँ दो ए खोलार छ ड्रेन खोल्दा तेल झर्छ कि फिल्टर फ्याँक्दियो अब। अन्त टायर स्किड भएर चिल्लो छ अन्त ओ गोगले टायर स्किड गोगले चिल्लो ट्याङ्की यहीँ लड चाहिँ फेरि खोल्नुपर्छ। मुगला नै जाँदैछु सर ड्राइभर मात्रै गर्ने काम हो त। आगो सागो बरु यो त्यो चाहिँ खोल्दा ड्राइभर चाहिँ त्यहाँ ड्राइभर चाहिँ त्यो चाहिँ खोल्न सक्छु कि। बाथरुम सक्छ आरामले त्यही जस्तो लाग्यो। अलिक बल काम गर्दाखेरि त नि सास पर्दछ नि रिङहरू जलेस हुन्छ कि जमिन छ तेल जान्छ सास पुग्दैछ। ट्याङ्की खोलेको नि
सास भरेछ न साब चाहिँ फुफु गर्नुपर्छ सर अब चाहिँ सास भर्ला जस्तो हुँदैछ है यहाँ अहिलेको टेम्परेचर लगभग डोङ्केला हिँड्दा झर्मुनि झरेको होला हो डोङ्केला त 18,200 हो अहिले हामी फिलहाल छ 17,000 छेउछेउमा 17,000 बेसी डोङ्गे त्यस्तो होइन 17,500 जस्तो होला के गर्नु काम गर्नुपर्ने छ तर यति बेसी सास फुल्दैछ कि अब हामी चाहिँ अब के गर्नु मजबुरन पऱ्यो गर्नु पऱ्यो भने अब बिक्रियाले बनाउनु पऱ्यो अब हेर्नु पऱ्यो तर मलाई च्यालेन्ज म चाहिँ मौसमसँग चाहिँ च्यालेन्ज चाहिँ गर्ने नि तर मलाई मौसमले पुरा सताएको छ कि 2-3 खेप पहिला आउँदा म साह्रो भएर फर्केको यहाँदेखि तर म आज चाहिँ च्यालेन्ज हो मौसमसँग आफूले च्यालेन्ज गर्नुपर्छ क्या त चेन्ज लगाइरहेको छ होइन अब हो लेडा टाइली लिएर आउनु त्यो प्लास्टिक प्लायर पनि निकाल्नु मुथानको नन भेजमा हो रे लामो टाइली हो नि त लामो टाइली बरु के चिकन मलाई खोइ पिलासहरू सिबिथो पिलासहरू Brusoले मलाई मार लिएर ओ छाङ्गु यो लेख छोला मुलेक यहाँ न्यु जाम पिलास ल अनि त्यो डोरी काट्नुपर्ने छ त्यो लामो त्यो लामो निकाल्दैन एउटा त्यहाँ टाली भयो एउटा हुचिङ खायो भने चाहिँ उयो हुन्छ पुरा झकुराउँदैछ यसको इन्जिन साथ सिरियस भएर म वाया खाए बस्यो हो अब काम चाहिँ सक्सेस होस् आज हेरौँ सक्सेस भएन भने चाहिँ कता गयो हुने हो आज सर सक्सेस बेसी भएन भने चाहिँ यो ट्राइगर माथि हेरिहाल्नु हेरौँ न ट्राउन त हो हाम्रो त ख्याक्क जमिसक्यो टायरमा के थाहा तपाईँलाई यहाँ हेर्नु हामी आउँदा गरी टायरमा ख्याक्क जमिसक्यो अभी तो ठीक करके देगा ना अभी कैसे ठीक करके देगा ठीक तो करना पड़ेगा क्या यार क्या पागल हो क्या इस जगह में गियर बॉक्स खोलूं हाय त्यार ओए पिलास है कि नहीं पिलास है तुम लोग कैसा मैकेनिक हो एक प्लायर अच्छा लेके आया नहीं तो मैं तुम लोगों को ना इतना डांट देता ना ऊ यहाँ टायर में ख्याक्पा जामे ऊ टायर ऊ यो आइस भित्र काट्यो र पनि अब ख्याक्पा जामे बराबर हो नि त
करके देखो साला दामी हो मदन बरु यो फिल्टर कोल्ड प्याकिङ यहाँ तातो पानी लाउनु पर्छ ल ड्राइभर त्यहाँ चाहिँ ड्राइभरहरू मात्रै गर्नु छ ड्राइभर चाबी आएको छ के फाइदा खोलेर आर्मी आउँदा त कालो हेर ल्याउ छेउ सरी भाँचिँदैन ठ्याक्कै बसेपछि उन्दा यो हजुर खोल न साँच्चै यो हड्डी जस्तो लाग्छ भरे भाँच्यो भने के नभन्नु फेरि मलाई म त अहिले वार्निङ दिएको छु फेरि तारको लाइन हो अल्छी लाग्दो त्यति बुझ्दैन के यत्रो आफ्नो खाएर कति सम्झाउनु हौ वायरिङ गरेको के को बाँच्छ मुगला नै जाँदैछु के हो ठ्याक्कै गर्छ एक डोंकेलाई स्कट देखो आग जलाने की तैयारी कर रहे हैं एक डोंके दिए वही खा बस कुछ काम तो है नहीं अपना हालत देखो Alien. यो जक्को उठाउँदाखेरि यस्तो थाक्दा छ कि सास पर्दछ अब त डिहाइड्रेसन पानी सुक्छ कि सर पानी ल्याएको छैन खाने पानी है खाने पानी आहा तिर्खा लाग्ला जस्तो भयो नि हौ अब लाग्दा आइसी पिना परेको पानी बनाके पानी लिएर आउनु भुल गए फिल्टर बोकेन नि हामी सिधै फिल्टर बोक्यो तपाईँ इन्जिनियर जे बोक भन्यो त्यही बोक्यो दुईटै फिल्टर बोक भनेको एक केटाले के बोकेछ हेर्छु नि म चेक गर्छु नि हो सर फिल्टर दुइटा छ नि एउटामा चाहिँ फिल्टर परेछ साइजको दुईटा छ त्यो ठुलो छ एउटा तपाईँले आफै निकालिदिएको हामीलाई चाहिँ भन्नु है फेरि हालिदिनु तपाईँ हो इन्जिनियरको स्टार्टमा छ एक हप्ता थाम्थ्यो होला तेलले स्टार्टमा छ एक हप्ता थाम्थ्यो होला त है घाम नपरेर के हुँदो रहेछ नि त्यो चाहिँ ल ब्यागको के हो कम्ती तर्छ नि भित्र सामान हो लकहरू चाहिँ पकिन्छ लक आयो आएन केही सेम्सो लास्टमा पहिला सेफ्टी लाउनु पऱ्यो नि अलिक डाउन हुन्छ है पहिला सेफ्टी लाउनु पऱ्यो नि अन्त डाउन गर्न डाउनमा राम्रो ल्याऊ बस भयो डाउन भन्दा ए डाउन डाउन भन्दा
डाउन हुँदैछ डाउन भयो सेफ्टी लङ पनि डाउन हुने गरेछ हो ल भयो टाइटमा राख्नु टाइट राख्नु छ टाइट भयो भयो खोइ पहिला सेफ्टी चाहिँ त्यो सेफ्टी चाहिँ फर्स्ट हेर्नुपर्छ हो अब इन्जिन खोल्यो फिल्टर त भित्र रहेछ नि त्यही फिल्टर चाहिँ लिएर आएको होइन अब हामीले त्यो पाइप खोल्दा पाइप भाँचिने डर छ र अब टेन्सन भयो नि हौ खोइ हेर्नु त त्यो पाइप त नचलाउनु छ ठक्कै भाँचिन्छ त्यही भने म त सक्दिनँ त्यो खोल्नु म चाहेर पनि त पाइप खोल्न सक्दिनँ त्यो पाइप लिएको पनि छैन हो बोक्न बोय छ त त्यो पाइप यो फिल्टर होइन नि हाम्रो फिल्टर निकाल्छ यो भित्र लाग्ने खाल रहेछ दुइटै हाम्रो त बाहिर हो नि यो भित्रै लाग्ने खाल बाहिर लाग्ने खाल जस्तो लाग्यो अब खोलेर राख्नु दुइटै खोलेर पठाउनुपर्छ खोलेर स्टार्ट गर्नुपर्छ त्यो खोल्दा पाइप भाँच्छ त खोल्नु त पऱ्यो नि अन्त तातो पनि लाउनु पऱ्यो नि त्यो पाइप एरियामा एकछिन त त्यो कति एकछिन भाइ एकछिन खोल्दा ठ्याक्कै जान्छ नो कमन सेन्स नकमाउनु चाहिँ एकछिन त कति जानुहुन्छ पानी पनि नपुग्लास त हुन्छ अब त तिमी नेचरसँग च्यालेन्ज गर्ने मान्छे चाहिँ यहाँ एउटा पाइप खोल्नु लागि चाहिँ हरेस कसरी गर्ने म त्यो अल्ट्राको चाहिँ ट्राई नगर्नु भनेको नि एटलिस्ट हुने काम चाहिँ गरेको भए चाहिँ खास हुन्थ्यो जस्तो लाग्छ एनर्जी वेस्ट पनि हुँदैन एक्सपेरिमेन्ट गर्नेले गर्दा हामी जस्तो चाहिँ मर्छ है एक्सपेरिमेन्ट गर्नेले गर्दा यो त ट्यापै भइसक्यो थिचिँदै थिचिँदैन के खोल्नुपर्छ यो एक्सपेरिमेन्ट गर्ने चक्करमा चाहिँ हाम्रो चाहिँ पाप हो जिन्दगी चाहिँ यो फिट पम्प चाहिँ राम्रो दिएछ आएको चल मजाको रहेछ नर्दै आइज दामी रहेछ एन्टिक खेल्दैछ खेल्दैछ त्यसो किन उयो गर्नु तेल होइन तेल त निकाल्नु नि यो त हावा तान्नेको छ नि चेम्बर चेक गर त कुलेन चेक गर त्यो पहिले कुलेन देख्थे जमा कि नहीं जमा आमामा हो कुलेन खोलिँदैन त अन्त आमामा है त्यो के जाम भएको आज सबै ब्लक यहाँ जिन्दगी देख्नु पर्यो कस्तो हालत छ जिन्दगी हाम्रो यहाँ तिर्का खोले खोले जीएफ त कन्फर्म जम्मेको रहेछ कुलेन जामी छैन सर कुलेन जामी छैन खेल्दैछ इन्जिन ओइल चेक गरौ इन्जिन ओइल चेक गर्नु सरी एक ताल पानी हाल्दा भइहाल्छ यस्तो कम्ती कुलेन त जामिँदैन नि यसको इन्जिन ओइल चेक गर्ने कहाँ छ अगाडि छ पछि यतै होला नि त त्यहाँबाट चाहिँ हो नि त अब चाहिँ ग्यास हुनु लाग्छ नि त अब मैले चेक गर्छु चालु गर्नुपर्छ इजिआर भ्याल्भ यो हो नि त्यो त खोल्नै पर्छ इजिआर भ्याल्भ त इजिआर भ्याल्भ खोल्नु जामेको छैन सर मोबाइल त जामेको छैन मोबाइल जामेको छैन ग्लोब सिम नहीं मेसिन तो मोरा सच्चा था थप बनानी आज हामी इजिआर भ्याल्भ खोल्नु पर्छ नहुँदैन हो इन्टेकबाट अलिकति पेट्रोल सुँगाउनु पर्छ पेट्रोल हो 24 भोल्ट बनाउनु पर्छ त्यो लाइन पहिला क्लियर गरेर हावा निकालेर के राख्नुपर्छ ल केही गर्नु पर्दैन कि हामीले आज यो तेल पनि त यो कुलिङ राम्रै छ त केही गर्नु पर्दैन कुलेन चाहिँ कुलेन एकखेप चुरी ननिकालौँ हैन हावा निकाल्नु स्टार्ट भएको छैन नि हावा निकाल्नै पर्छ
नभए त उनीहरू स्टार्ट गरेर लगिहाल्थ्यो नि किन हावा चाहिँ अब हातले निकाल्नु पर्यो खोइ स्पेसल टुल परेन जाट त्यो बाहिर भित्र कहाँ मिल्छ त्यो मिल्दैन अब डाली हुन्छ होला मैले अस्ति बोक्नु नि माग्नु नि भन्नु कहाँ पस्छ भित्र चाहिँ स्पेसल टुल डालले पस्दैन डाल त्यो केही स्पेसल टुल यसको चाहिँ कसरी पस्छ अरू त याद भयो नि त पस्छ भन्छ एक कुरो बाहिरको मात्रै हैन त्यो भित्र त्यो बाहिर गर्दा के फाइदा त्यो ग्यास तानिहाल्छ नि भित्र त डाला पर्यो सहरमा याद भयो भने पस्छ अब एक कुरो छ पस्छ पस्छ के चाहिँ डाल पस्छ भित्र कहाँदेखि पस्छ डाल ट्यापेर कभर खोल्न ट्यापिट कभर को मूर्खा त्यत्रो बल हौडेको दिवस सर एक कुरो छ है हेर ट्यापिट कभर खोल्नु रे के गर्नु त काम बढाइ बस्छ हौडेको भन्ने हुनु पनि होइन अब तानेर स्टार्ट नभएको नि लिएर अब स्पेसल टुल छैन हो त्यस मैले भने बोक्नुपर्छ मरेको जाँड न टुल्स बोक्दैन हेर्दैन डालले हुँदैन नि डालले अब यता हावा फ्याँक्दा त फाइदै छैन काम थाप्नु क्या कहाँ पस्छ सबै त वान्छ ओ आगो फुक त ओ बुन्दा लेटा वान्छ निकाल्दै डाल डाल निकाल्दा हुँदैन उसले र जे कुरो हुँदैन नि त तपाईँ याद छ त ट्राई नगरिकन गरिसकेको त म त मुद्दा निकाल्नु हुँदैन नि मैले गरेको ट्राई त्यो जब एक करोड गर्छ सर पनि त्यतिको ट्रायल गरिसकेको मैले ट्राई गरेको होइन मैले पनि गरेको नि त हो अब ट्राई मलाई याद छ अब ट्राई गरिसकेको मान्छे जबरजस्ती गरेर एक करोड त्यो कहाँ म त गर्दैन यो गर्नेले गर्छ अल्छी लाग्दो गर्छ अन्त एक करोड त्यो ट्रायल गरे बरु अर्को चिज खोल्छु म अब हुनै हुँदैन पहिल्यै हुनु हुँदैन पहिल्यै गरिसकेको चिज अब हुन्छ कि हुन्छ भन्छ कस्तो अन्त एक करोड गर्दा दिमाग खान्छ नि हो साइलेन्सर खोल जबरजस्ती गर्छ साइलेन्सर अब उसले ट्राई गरिसकेको पहिला अब त्यो खोल्छु पुऱ्याउनु त म साइलेन्सर त्यो नहुने काम हो साइलेन्सर खोल्छु पुऱ्याउनु म नहुने काम गरिबस्यो कि कोरो अस्ति पनि गरेको गरी एक करोड पनि गर्नुपर्छ एक करोड होइन नि त एक करोडमा थिएन त्यो ट्राई गरिसकेको सरले पनि तिमीले हरेक एक करोड गराएको त्यो अस्ति कतिको ट्राई गरेको त्यसपछि त्यो हुने कुरै होइन त्यो एक करोड गर्छ त्यही कारण स्पेसल टुल पठाएको त हौ त्यो त खोलिहाल्छु नि सर ड्राइभर आउनु पऱ्यो नि पहिला अब ड्राइभर कहाँ पर्खे बस्छ अनि चाबी पनि छ नि के गर्नु खोलेर चाबी हुनु पऱ्यो नि त चाबीसँग चाहिँ के मलाई साइलेन्सर म त साह्रो मूर्खासँग त खोइ मिल्दैन हो साँच्ची भनेको त्यो एउटै मात्रै भेट्छौ सर अरू कहाँ भेट्छ त तपाईँहरू पनि याद छ त हो एक करोड नगरौँ नि एनर्जी त बचाउनु पर्छ त भन्छ ऊ आफै कि गर भन्छ त्यो हुने कुरा 10 खेप ट्राई गर्छ चिजमा घरिघरि गर भन्दा त मजामा आउँदैन नि हो से ओइ ओलेटा युरिया जामेको न ओ युरिया जामेको न उस्तो हुँदछ यसलाई चक्ला पनि याद छ हुँदैन ट्राई गरेको 10 खेप ट्राई गरिसकेको अब उसले पनि ट्राई गर्छ फेरि दिनु नि लो मूर्खै गर्छ मलाई जहाँ पठाउनु यस्तो एक करोड गरे त मजा आउँदैन नि त हो सरजी अब त्यो हुने कुरा छ तपाईँले अस्ति ट्राई गरेर हामी दुईजना ट्राई गरेको त्यो चिज यसको चाहिँ यहाँ खोल हो यसको चाहिँ भित्रै खोल हो अर्को जुन चाहिँ बेच्छ भित्रै खोल ल होइन होइन ट्राई हुन्छ यहीँबाट छोड्दा हुँदैन त्यो फाइदै हुँदैन त्यहाँ छ अलिक पनि के भन्छ बसेको छ नि ट्याबिट खोल भन्छ फेरि साइलेन्सर खोल्न भिडियो नबना न हो काम म गर्नु खोल्छु नि हो म खोल्छु भने खोल्छु म गर्छु मेरो काम लगाएर यो फिल्टरको भित्र मेरो काम म गर्छु नि हो अल्छी लाग्दो गरिबस्छ नि घरि एक करोड काम एउटै काम जबरजस्ती गर्नु त कसले मान्छ मन लिएर हौ अस्ति कार्टुन कहाँ पुऱ्यायो बिचारी नाटै त्यहाँ गाडी चाहिँ कार्टुन निकाल्दै कस्तो
नगर्नु यो हेरौँ फोन पनि म वाटरप्रुफ भन्ने चाहिँ बिग्रियो भने यहाँबाट मुनि कति कहाँ छोड्छु भनेर फोन पनि वाटरप्रुफ भनिसक्यो हेरौँ कतिको वाटरप्रुफ रहेछ हेरौँ अच्छा पुरा चिप्लिँदो छ अन्त मुर्गीको दबाई छैन नि कोरोको दबाई छैन नि साँच्चै छैन अन्त याद छ नि त मैले गरिसकेको मलाई याद छैन नि त हुँदैन भन्छस् त हुँदैन मैले पनि देखेको नगर त भन्दैन नि त बम ट्राई गरेर मात्रै हुँदैन भन्छस् मान्छे नि त अनि त्यो चिजलाई घरि गरेर लगाएर मन पर्दैन कहाँ छ त यार जिन्दगीको सफर त अब देखाउनु पर्यो नि अब दर्पण छैन नि अब हेरौँ न जम्मेछ काम पनि गर्ने कि तर aku chẳng nào của nhà được cấp ba nha bởi vì ấy là các bạn aku aku gì cũng mau pasal mana ini buat apa? driver ada ni sampai aku rundan cungtung buat saya. Setelah tu social statistik praktik cantong buruk ni mah. त्यसै पानी नमिलेको बेलामा है होइन सर त्यति तपाईँ याद भएको चिज चाहिँ गर्दा त हामी पनि त गर्ने मान्छे हो नि मै एक कोरे पनि त नहुने नि त म त गरेर न हुँदैन भन्यो नि त केपी ओली कोही को माइकल लाल छैन म पनि केपी ओली म पनि केपी ओली त कोहीको माइकल लाल छैन फेरि केपी ओली नै रहेछ तिमी जेलमा जान्छ केपी ओली हो नि त फेरि केपी ओली इज द केपी ओली नो एउटा माइकल लाल हार चाहिँ मान्दैन फेरि डिजल चाहिँ पठाउनु पायो भने अलिक राम्रो हुन्थ्यो होला केपी ओली यस्तै केपी ओली यो बाटो मैले बन्द गरेको घरि मजाले हावा पार्नु पर्ने हो त्यो हुन्छ केपी ओली यस्तै केपी ओली आफूले मजाले पनि मगाउने बेला भइहाल्छ पहिला म जस्तो मजाले खोलेर सबैसँग बताउनु खोलेर उसले लेख्ने के अरे त पन्जाबको हुँदैन तपाईँ त्यो नट लाउँदै गर्नुहोस् न कहाँबाट नट निस्क्यो त्यो चेक गरेर लिएर केपी ओली त्यहाँ लाउनु पर्दैन अन्त लाउँदैन होइन लाउनु पऱ्यो नि अझै कहाँ त केपी ओली जस्तै केपी ओली सब
सब गाडी फिल्टर खोलेर स्टार्ट गरेर तल युमताङ पुऱ्याएको यिनीहरूले अरे युरिया हो ट्युबो ओइल युरिया चाहिँ यता उयो जस्तो आइस जस्तो भइरहेछ के अरे गोटिया जस्तो उयो युरिया कस्तो भइरहेछ नि सर यता केपी ओली इज द केपी ओली म त केपी ओली जानु सर नहुने चिज त म पनि 10 खेप ट्राई गर्छु कि त्यो हुने चिजलाई 10 खेप ट्राई गराउनु त नहुँदै हन्ले दा भनेको सुन न हो स्ट्रक्चरको कुरा सुन्दैन के भएछ न्युट्रल न्युट्रलले हाफ पनि भन्दा हाफ भन्दा त हो म्युचुअल फन्ड साइलेन्सरको हेर्दा त्यहाँनिर न्यू आएको आउँछ नि त्यो हेर्छ केपी ओली इज द केपी सब नौ सब नौ भोलिहाल्छ नि एकछिन बेला त्यो को ए 10 नम्बर बोतलले तिमीलाई त्यति साह्रो पारेको तपाईँ खोले देखाउनुहोस् तपाईँ एउटा खोले म देखाउनु त केपी ओली हो नि कहाँ मान्छु उयो खोल्दै गर्नुहोस् फिल्टर तपाईँ फिल्टर खोल्दै गर्नुहोस् जाँट काम नगरी सास फेर्नु साह्रो पर्दैछ सब नौमा भन्छ गर्दैन केपी ओली इज द केपी ओली ओ माइका लाल चाइ खाना अब केपी ओली नै भयो भने के भन्नु अब भनेर जाँट यसको मुनि पाउँदैन क्या भनेर ए मोनी लेटा बोनी पक्रिनु पर्ने नने बोनी पक्रिन्छ त्यो उधर जाँट कस्तो कस्तो लाउँछ 10 नम्बर रिङ लगाएको थियो के पक्रि अल्छी लाग्दो गर्छ केपी ओली इज द केपी ओली यहाँ आफ्नो हात जामेर चुट्टी लाग्छ भइसक्यो अर्को केपी ओली भन्नु छोड्दैन ओ डिजल ट्याङ्क यो रहेछ त नर्दैन के हो डिजेल म तलको सपोर्ट युरियाको मात्रै ट्याङ्क हो यो डिजेल कुनाको तलको सपोर्ट मात्रै तल्लो ह डिजेल ट्याङ्क त्यो हो नि पाइपहरु लगाइरहेको रहेछ त त्यो सपोर्ट ट्याङ्क कहाँ गएको त्यो सपोर्टमा गएको तल्लोपट्टि ह एक्स्ट्रामा दसैँ गएर छैन फेरि अब सबै छ लेन्स अस्तिमा सबै 14-15 मात्रै छैन अस्ति तिमीले काम गरेर के गरिरहेको छैन म त गर्ने सबै हालेको छैन हौ दसैँ गरेर किन छैन नोटै निकाल्यो मैले बाटो पनि छ आयो सर हात चुटी नड्यो ग्लोभ लगाउ नि ग्लोभ सर पानीभित्र पस्यो नि त आइ सर अन्त केपी ओली इज द केपी ओली कोही माइकल लाल छैन यो युरियाको होइन कि युरिया त अन्त बाहिर सबै आएर थियो किन युरिया असिना जस्तो भइरहेछ त्यो 45 भित्र रहेछ यो डिजल रहेछ सर केमा हालिदिनु प्लिज केमा हालिदिनु हात चोट लाग्छ होइन के बनाइदिनु नट के यति त गरिदिनु सर केपी ओली इज द केपी ओली थाहा चाहिँ केमा हालिदिनु हात चाहिँ खोल्नुपर्छ हात चुट लाग्छ भइसक्यो लाग्दैन हो बुझ्नु चाहिँ खोइ सर हात चोट त
पाँच न हेर्दैछु म लागेकै छैन क्यारकेट त्यसै गर्छु त ब्याक आएर कस्तो कुरो गर्छ नि कस्तो कुरो गर्छ हामी पनि त्यस्तै छ हेर्नु त गोर्खा सर पनि हो भन्दा ऊ पनि केपी ओली नै हुनु खोज्छ नि केपी ओली नै हुनु खोज्छ नि पक्रिन्छ यहाँ चाहिँ खोल्नु अर्को पनि छ नि त सजिलो कहाँ छ यहाँ बस्यो जस्तो त्यहाँ बसेपछि त्यहाँ हात चुट्ला जस्तो भइसक्यो अब त्यही त म सेक्रिफाइस गरेको त के सेक्रिफाइस गर्यो लोक थोरै नै हो मेरै हो त होइन किन हो तर पानीभित्र पसिहाल्यो नि सर चिसो भयो नि यो पनि माइक्रो वाल छैन यति साह्रो चिसो रहेछ हौ कस्तो कुरा गर्छ सर आइस पानी माइनसमा छ यो जग्गा के माइनसमा ओलेडा के भन्दैछ त हाम्रो त भेना बाख्रा सुन्नु पर्यो होइन र होइन र म मिचेल फोन हो कि रिसाइसक्यो होला है भन्ने होला है तर सर मलाई काम गर्नु मजा आएर सुन्नु त्यस्तो फिल भएको छ बिस्तारै गर बिस्तारै म त सर च्यालेन्ज त जित्ने हो साँच्ची सर म त डराउने नै हार माने खालको होइन तर बिमार भयो भने कसले गर्छ भयो नि मरे म त घर पुग्छु नि हिँडेर पनि जान्छु भने त तपाईँलाई दुःख दिने म आफूलाई पनि दुःख दिन्न कसलाई दुःख दिनु जान्छु म घर मलाई कसले पक्रिनु पर्दैन तिमी गएपछि काम चाहिँ कसले गर्छ म पठाइदिन्छु नि काम गर्ने के भन्दा पाइहाल्छ कि कमिसन मेकानिकको हामी मात्रै हो होइन लेडा ओ लेडा म के भन्दिनँ भन्नु अर्को चाहिँ केही भन्दिनँ त भन्दा बस काम छैन सबै खुल्छ त्यसले काम प्याकिङ पनि मार्तल चाहिन्छ लेडा मार्तल प्याक दियो त मार्तल त्यो बेसी काम लाहो अम्मा 40,000 कसले के हो नि फोनमा त सब मैले देखेन सब देखेन फोनमा सकेर मात्रै देख्यो नि फोन पनि चल्छ बिग्रिन्छ के मान्छे त मर्छ नाथे रुमसँगै देख्यो नि मान्छे त 40,000 केही हुँदैन ठाडी सरी जस्तै हुन्छ कसम देखेन मैले या छ मैले हेरेको त्यस्तो देख्यो मैले के भनेको छु मैले कति दोष लगाउँछु मैले दोष लगाउँछु मैले देखेँ नि त हो त्यस्तो भन्दै म त्यस्तो खालको होइन नि त बिग्रिन्छ नि मान्छे नाथे त मर्छ यस्तो फोन बिग्रिँदा के हुन्छ लाग त लाग्यो नि होइन फोनमा त लाग्यो कि उयो युङले भयो नि ठ्याक्क लाग्यो नि अनि बिचरा फोन कभर गरेर नाकार हो त्यति साह्रो पनि नरेन सर दुःख त गर्नु पर्यो नि अब बाबा बेसी न त प्याकिङ निकाल भाइ प्याकिङ निकाल यही त बान्नु पर्यो डोरी चाहिन्छ भन्नु त पर्यो त्यो प्याकिङ चाहिँ निकाल्न हौ खोलिन छोड्दै राख्नु निक्लिन्छ त प्याकिङ चाहिँ निकाल्न सक्छ राखिराख्नु जर्छ न डोरी खोजिदिन्छ छिटो केपी ओली यस्तो केपी ओली यो खोलिदिएको छ यो BS6 गरी हो कि त्यो कारणले अल्ट्राको यो चाहिँ अब युरियाको पाइपलाइन त खोलिदिनु पऱ्यो नि त होइन युरियाको पाइपलाइन खोलिदियो सर डोरी त तल्लोपट्टि मैले काटेको दिनुहोस् त अघिको अब तार कहाँदेखि ल्याउनु त्यसो छैन नि त अब त्यसो भएपछि पनि बानी म यो पऱ्यो यो स्टार गाले होइन स्टार छ त हो नि अन्त कि जमाले नि अब यो पछाडि पुग्नु पर्दैन हैन अब चाहिँ एउटा गाडी गयो आर्मी आयो पक्का आयो होइन आर्मीको सर्बु ट्याक्सी नै
तलमा आयो उहीमा आउँदैछु सर्भिसमा आइन्छ एउटा त्यो लागेन भने अर्को लगाएर च्याप्पै लाउनुपर्छ ल लाइन त्यो आर्मीको कोही माइकल हल छैन केपी ओली हो नि सर केपी ओली भन्दा म त झन् पालेन छ सर ओ सजी गाडी चाहिँ खास स्ट्याटस चाहिँ के अरे त्यो मलाई क्लियर गरिदिनु त्यो खोल्न ले न त्यो सेन्सर खोल्नु पर्दैन कि त्यो पक्का यो उँभो तान्न कभर चाहिँ माथि ओ सजी तातो पानी त त्यहाँ तपाईँ केपी ओली भने पालेन छ भने त कहाँ अन्त मान्छु म फेरि माथि खोल्न लिएर ओ न्युटेल खोलिन्छ ले ओ न्युटेल कुछ बोला ना यार न्युटेल कुछ बोला ना कुन चाहिँ मेन हो कुन चाहिँ रिटर्नमा यो चेक गर्दै केपी ओली त केपी ओली लगा न म त पालेन छ भने त्यसो भए लो ओए के फुल मेरो फुल मेरो फुल चिसो छ त यसको बारेमा सियाराम भयो पार्को हेरेन त्यहाँ त अरू गाडी त फर्केको छैन हामी त आइनु तल अर्को गाडी त हेरेन डोङ्केलामा एउटा गाडी गएर चरेन फर्केको छ हामी फर्किनै सकिँदैन परेको छ नि जबस् त्यहाँ गर ल ऊ टायरमा डुबेर आएको डोङ्गा टुक्कुमा के भन्छ होइन हौ त्यो ट्याङ्की हेरेन होला भने त्यहाँ त हेरेन यहीँ सिधै आउनु भयो नि अन्त हामी तपाईँ के नगरिदिनुहोस् कि हामी सबै गर्छु कि सुन्नु नि मलाई फोनमा त पक्रिदिनुहोस् तपाईँ यत्तिकै हेर्नुहोस् तपाईँ हामी माथि जाने हो नि त ए म जाने हो हामी कट्याउँदै गर्ने हो नि त यसो कटाउनु हो नि एकजना ड्राइभर त बस्छ यहाँको ड्राइभर त बस्नु पऱ्यो चिया बनाउँदै थियो सम्झाउनु सम्झेर हुनु अरे तपाईँहरूमा जानुहोस् कि भएन बन्ने त सक्दो यो त हुने चान्स छैन यो अल्ट्रा त ट्राई मात्रै हो कि अल्ट्रा त चान्स छैन निकाल्न पाए भयो नि त होइन मैले माथि खास हेरेँ भने भयो अल्ट्राको त चान्स छैन कि साँच्ची भनेको यो अल्ट्राले दिमाग खाइसकेको चिज हो कि तपाईँ चाहिँ नर्बु भाइ नर्देन तपाईँ चाहिँ भिडियो मात्रै गर्नु के यतिमा भिडियो छ अरे भिडियो ओके नर्देन भाइ यो खोल्नुहोस् त यहाँनिर नि सब दाउराहरू हो हामीले गोबर सोबर सब ल्याएको छौँ कि दाउरा अब तपाईँको राख्दा हुन्छ अब यो होइन गोबर रहेछ नि गोबर पोल्नुपर्छ गोबर पो ल्याएको यहाँ त दाउरा काम लाग्दैन आचो आचो यता आउनु आचो यता आउनु तपाईँ यता हो यता चलो त्यहाँ भित्रको निकाल्नु त एक बोरा उयो पहिला हौ त्यो निकाल्नुहोस् हो अन्त टिन निकाल्नु त त्यो हुन्छ त अन्त किन यता ल्याउनु हो होइन नि यतै निकालौँ न के तेल निकाल्ने काम गर्नु उतापट्टि अनि नि सुन्नुहोस् न
यो हो होइन भाइ यस्तो समात्ने भएको छ नि टिन समात्ने भएको टिन छ नि भाइ यसो उयो एउटा पुरानो त्यहाँ उयो तेल पनि छ कि त्यो निकाल्नु त्यसलाई दुलो पार्नुपर्छ कि अन्त यहाँ हेर्नु नि योहरू मैले हालिरहेको नि यो के अरे युरियाहरू अनि अर्को छ नि त्यो यस्तो समात्ने हो त्यो भएको यो भएको टिन पनि निकाल्नु त ए खोलिसक्नु भएछ त है हामी तेल निकाल्नु पर्छ नि पहिला त्यो अघिको उयो बामफोक कहाँ छ भाइ बामफोक दिनु नि नर्जन भाइ ठिक हुनुहुन्छ अहिले ठिक छ ए तपाईँ सास फेर्नु प्रब्लम भएको छैन अब यहाँ नि यो ड्याममै थियो हो यो ख्याक्पा हो यो डल्लै ख्याक्पा थियो हो त्यो भएर चाहिँ तेल जाम्यो नि हो यस ल यसलाई सिधा अलिक सिधा बनाउनु ठ्याङ पारौँ भाइ पहिला कुलेन निकालौँ कि कुलेन उमालौँ होइन यो बिचतिर नि बिचतिर कहीँ अलिअलि खेक्पा हुन्छ अरे कि त्यो निकालेर चाहिँ तताएर हालिदिउँ न निकाल्दा हुन्छ यो एक टिन यो 15 लिटर कति मात्रै हो कि 10 लिटर निकाल्यो कि यहीँ छ नि टिन हजुर तेल नतताउँ भनेर त हजुर आज त घाम लागेछ आज यो जाम चाहिँ यो पनि जामिसक्यो अब त्यो पानी चाहिँ हजुर यो डिएफ यो नयाँ ल्याएको होइन होइन यो खोलेको यो खोल्नुपर्छ नि यो क्या डाइरेक्ट हावा दिनुलाई क्या फिल्टरमा गर्दाखेरि कोही बेला मैला हुन्छ कि हावा लिन सक्दैन अब यो छ नि साइलेन्सर यी साइलेन्सर पनि क्याप्सुल त लाउँदैन कि पेट्रोल हजुर ए भाइ नोर्दैन पहिला उयो खाउनु चिया खाउनु ल होइन ब्ल्याक टी जे सब त्यो सबै बन्दोबस्त गरेर आएको छ नि ठिक पारेछ हामी त उठ्नु चाहिँ 4 बजी उठेको कि हजुर आधी घन्टा चाहिँ टोइलेट बस्यो यो कम्ती ऊ त फुटबलर हो नि लामो बस्छ नि फुटबलर हो कि लामो बस्छ नि यो मान्छे त हाम्रो गाउँमा फुटबल खेल्न आएको आउनु चिया खाउँ सबै नर्मल चिज हतार नगर्ने नर्मल गर्न सबै काम गर्ने अस्ति 10 सितम्बर डोकी दुईको झन् मरेर पुगेको नि तल उहाँको इन्जिन हाम्रो एसएनटीको जति पनि छ नि यहाँ चाहिँ त्यो तल नागामा पहिला थियो नि त्यो र अन्त यता याथाङ चाहिँ हाम्रो यो आज भन्नु कि आमाले सबै कुरा ल अर्को दिनै आइहालेको राति ल त्यसको लागि नयाँ फोन पनि किनेर लिएर आएको लागि मार्तलले चाँचै फुटाइदियो ए हो फोन 40,000 जाँदै गयो यसको आज चिया बाँडौँ यहाँ दामी काम लाग्दैछ है यहाँ राम्रो भएछ उहाँ अल्झेको नि आगे शिव मन्दिर उकालो चाहिँ उयोसम्म त राम्रो छैन मौसम आगे त्यही त बिचरा आम्लाले हेर्दा राति नै उठेर बनाउनु भएको अस्ति हामी 3 बजीसम्म माथि गियरबक्स चेन्ज गरेको ए हो माथि डङ्केल तलपट्टि अर्को गाडी बसेन त्यसको छेउमा
ओ यो सोचे पनि छैन त्यो घर त्यही गेयर बक्स भन्दा मलाई मारे मात्रै म त ठिकै छ यसो विचार गरेँ कि अँ। गुरुजीहरू आइपुगेन यसो लिनु जाउँ कि जस्तो पनि लाग्यो जेसब 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 हाम्रो नि जति पनि एसएनटी छ नि यहाँ आगेरिङ जुमकोमै हामी सब जति खानाहरू बिचरा आम्राहरूले बनाइदिनु हुन्छ उहाँहरूकोमै त्यहाँ जानुहोस् कि त्यहाँ आउँदाखेरि अस्ति त्यहाँ म लाचिन घुमेर गएको ए हो 4 तारिक ए हो गभर्नरको बजारै भित्र यो गभर्नरले त यो उसको गाडी फर्काएर लग्यो गभर्नरले खतम बनाएको नि हो जेसब हामीलाई हामी पर्दै हिउँ पर्दै थियो एउटा खाउँ खाना खाएको हामी के हजुर चेन्ज त्यो पनि यहीँ लाउने अरे चेन्ज हो चेन्ज होइन यस्तो हो भाइ भाइलाई हामी त त्यता नागेको नागिसक्यो कि मान्छेले चाहिँ तिमी कहाँ सिकाएको त्यो डबल चेन उतापट्टि लाग्छु एउटा यतापट्टि हो एउटा त यहाँ झुन्डाइरहेको थियो जेसब हो यो तानेर उँधो लगेको नि मेरो गाडी हो तान्दाखेरि चुट्यो त्यो यहीँ राखिरहेको थियो भरे त्यो पर्सिपल्ट त त्यो स्नो कटर आएको छैन स्नो कटर त कम्मै उँधो हालेछ त्यसले तानतुन गर्दा मेरो त्यो चेन कहाँ पुऱ्यायो ठेन टुक्रा एउटा टुक्रामा माथि भेटाएको थियो किन्नु पर्यो नि अब यो टपको यतापट्टि चाहिँ छ नि हजुर के हिउँ रहेछ छ त्यहाँ काट्दै काट्दै आएको अहिले केटाहरू रिसाउने छ त है हो नि टोपी लगाएर आएको कहाँ चढ्छ त्यो अर्को गाडी चल्छ। चियासँग मात्रै खेलाएको म त अर्को चिनी चिया के त अहिले खाना गर्दैछ दोजलले ओ हामी तल चेकपोस्टमा चिकन लिएर आएर ए हो राखिरहेको छ शिव मन्दिरमा ए हो ओ त्यो उयो पनि खोल इजिआर पनि खोल कि हामी गाडीलाई हल्का हुन्छ हजुर यो पहिला यो पनि अलिक ड्रिङ्क गरेर नि यो पनि तताउनु पऱ्यो सर के अरे यो कुलेन क्या सुन्नु ठिकै छ होइन तलतिर चाहिँ अलिक ख्याप्पा हुन्छ अरे कि त्यो मुनि त्यो फलाम भएकोमा त्यो अलिक 10 लिटर तलाउँछु रेडिएटर टक्कै खोलेर हेर्नुहोस् त त्यहाँनिर लिक छ ड्रेन उयो पक्रेको छैन भने त ठिकै हो हुन्छ रेडिएटरको त्यो खोल्दैछ नि हजुर एलनिकीले मात्रै खोलिदिनु कि एनएनसी तल सक्छ यो मात्रै खोलिदिनु ल माथि खोल्नु सेन्सर होइन पक्कै बोल्नुपर्छ त्यो त्यही त एलनिकीले खोल्नु पऱ्यो त्यो त्यही सोध्नु भयो अब इन्जिनियरले सोध्नु पऱ्यो अब हामीहरू अलिक पानी मिल्दैन भन्छ कहीँ मिल्दैन भन्छ है लिजे लाउँछु ल आगो फुक्थ्यौँ आफू पुगिरहेको ए हो र अब राख्नुहोस् दाजु अब भयो होइन ऊ भाइको अलिकति गरिदिनु अरे होइन कन्टिन्यू तपाईँ त म फोन गर्नुभन्थ्यो ए यहाँको दोकान सबैले देख्नु पऱ्यो आज्ञा उयो मेरो चाहिँ चिया थियो कि अलिक दिनुहोस् न ओ त्यो मोर्जन भाइ के खोल्नु भएको थियो इजिआर हो हिजो यहीँदेखि पेट्रोल दिनु पऱ्यो नि ए है यसको भेटिङ छैन भेटिङ नयाँ दिनुपर्छ त्यो दोरी राखिदिनु भयो यो तार बाँधेको थियो नि दोरी क्या ए दोरी काटेको खोलेन कि त्यहीँ काटेको छ ला हेर्नु न दोकान छोड्ने गाडी स्टार्ट गर्नु पऱ्यो गाडी सब चाहिँ हेर्नु ट्राई गरौँ दोरी सोरी मिलिहाल्छ कि छोरी त पाएछु होइन सङ्घालेको नि सुन्नु हजुर तपाईँ गाउँ चाहिँ कता भन्यो मेरो आसम लिन्छु ए आसाम निजेको तपाईँ अँ। ल म पुरै चिनेँ भर्खर चिनेँ तिमीलाई त मैले कति खेप देखेको त तिमीलाई कस्तो चिन्दै गाडी बनाउँदै गरेको पनि देखेको तिमी फुटबल खेलेको पनि देखेकै हो अब सिजनमा त अब छुट्टियो नि मेरो गाउँमा फुटबल खेल्न आउँछौ तिमी दिनमा त गाडी जम्दैन नि तातै रहेछ सिजनमा एक्चुअली खेल्यो नि अँ। लेडा ओ लेडा भाइ त्यो दाउरा निकाल कि त्यो हाल न ल अन्त त्यो मर्तेल पनि चाहिँ अलिअलि छ्यास हाल न अब त्यो एकछिन स्टप गरिदिनुहोस् तपाईँ त्यो गर्नुहोस् हामी खोलखाल गर्दैछौँ हुन्छ नि त अहिले अहिले गर्नुहोस् तपाईँको फोटो राख्नुहोस्